ल हेलो गाइज, स्वागत छ तपाईँहरूलाई फेरि मेरो नयाँ ब्लगमा। अब आज चाहिँ म कहाँ छु भन्दाखेरि यो पाटन एरिया यो पुलचोकमा रहेको केटाहरूसँग होइन, म यहाँ क्यालिफोर्नियामा आएको छु। ल गाइज, अब हामी चाहिँ यहाँ आज सानो सपिङ गएको छौँ होइन, अनि त्यसपछि हाम्रो अन्त पनि जाने ठाउँ छ। पहिला यहाँ सपिङ गर्छौँ अनि त्यसपछि कहाँ जान्छौँ त्यो पनि म पछि भन्नु लाग्यो त गाइज। यो चाहिँ जुत्ता किन्नको लागि चाहिँ पपुलर मेड इन नेपाल हो है। त्यही भएर नेपाली प्रडक्टलाई माया गरौँ भनेर यता आउँछौँ हामी, त्यही हो। यहाँ कविर चाहिँ हेर्दैछ, म पनि हेर्छु होइन। डेन्जर छ सब जुत्ताको सोरुमहरू, त्यसै ट्राई गर्नु लाग्छ है। अब दाजुभाइ दुईजनै आज एउटा एउटा जुत्ता पचकम भनेर आएको छौँ। कसो तर म सेमै हान्दिनँ। रनिङ गर्नलाई त हुँदैन है, रनिङको लागि मिल्छ भन। एक्सट्रिम अब त्यो ट्र्याक स्वाद छ कि छैन यो? कन्फर्ट छ है फेरि। किन प्रायः तपाईँ क्यालिबरकै जुत्ता किन लिन्छस् है? अर्को जुत्ता टिक्दैन, क्यालिबर चाहिँ टिक्छ होइन, लङ टाइम टिक्छ। भाइ पनि हेर्दैछ है जुत्ता। यो अलिक सिम्पल आयो देख्यो होइन, यो अलि यसमा उ छ नि त, अलिक डिजाइन छ नि त। फेरि कस्तो यो सेट टमाटर सब सेटो देखिरहेको जस्तो क्या फेरि। होइन यस्तो हो यो, यसको मैले चाहिँ ग्रिप हेरेर तपाईँको ग्रिप हेर्दा चाहिँ यसको नयाँवाला ग्रिप छ, त्यो पुरानोवाला त छ होइन, धेरै थिएन क्या यसको। त्यही भएर खाल्टो भएको अलिकति राम्रो हुन्छ। मेरो फुर्सलै खेल्न मिल्ने पुग्यो यहाँ त सरी अझै मिल्छ भन्छ होला, जे भए पनि बेच्दै छ होइन। बवाल स्वाद जस्तो लाग्यो होइन, ब्ल्याक एन्ड व्हाइट भइसक्यो है मलाई। ल गाइस, कविरको र मेरो सेम है आज चाहिँ। ल एकचोटि चर्च गरिहाल्नु ल, न्यु इयरमा होइन। गाइस लिइसक्यो है हाम्रो, यहाँ हाम्रो प्याक पनि भइसक्यो हुँदैछ। साथी नयाँ भाइ चाहिँ जान लाग्एको छ। ल अब म बाई गर्छु भाइलाई, हाम्रो ओखलढुङ्गाको भाइ। खुसी लाग्यो। ल हुन्छ, ल रमाइलो हुनु ल भाइ है, बिस्तारै है। ल गाइस, यो लभी मल हो होइन, यहाँ चाहिँ नयाँ वर्षको लागि चाहिँ यस्तो सजाइरहेको छ। अब हामी चाहिँ हाम्रो सानो सपिङ सकाएर अब टी ब्रेकमा जाँदैछौँ होइन। अब यहाँ चाहिँ हाम्रो एउटा फेभरेट चिया खाने ठाउँ पनि छ नि त, मटकामा। अब त्यहाँ चिया खान्छौँ, त्यसपछि अनि के गर्छौँ भन्दाखेरि अब यो वर्षको आज चाहिँ अन्तिम दिन हो होइन। अब 2082 सालको अन्तिम दिन हो। त्यही भएर चाहिँ कविर र म चाहिँ अब आज सोमबार पनि पर्या भएर हामी चाहिँ यहाँ पशुपतिमा आरती हेर्न जान लाग्छौँ। अब आरती हेर्न जानलाई अलिक टाइम भयो भएर होइन, हामी चाहिँ यहाँ अलिकति चिया खाएर चाहिँ जान्छौँ। एउटा चिल पाराले खान चाहिँ मजा आउँछ। यहाँ चाहिँ यो माटोको भाँडोमा चिया दिने भएर चाहिँ त्यही रमाइलो लाग्छ क्या मलाई। यहाँ चिल पाराले बस्नलाई आउनेहरू नै धेरै हुन्छ। बबाल गाइस, फाइनली आयो है हाम्रो। कविरले पनि यता राख्यो। ल चियर्स गरिहालौँ न। चियर्स ल फुटेको वाला पनि परेछ। ओहो यो लास्टै पोलेछ यार। यहाँ 2-3 पिस चाहिँ बिस्कुट पनि आएको छ है गाइस। यस्तो आनन्दको वातावरणमा अझ यहाँ एकजना यहाँ बसेर लाइभ म्युजिक दिइरहेको भए चाहिँ अझै पिउरो मजा आउँथ्यो होइन है। गाइसहरू, यो मटकामा चाहिँ यो दुध चिया चाहिँ मिठो छ, तर यो ब्ल्याक टी मसला चिया चाहिँ मिठो छैन है। अलि उमानेर नपुग्यो हो कि अलिक जोस फ्लेभर चाहिँ मिठो आएको छैन, टेस्टै अलिक कस्तो जस्तो। त्यही भएर यता आउँदा चाहिँ यो ब्ल्याक टी चाहिँ नखानु, यो बरु दुध चियाहरू कफीहरू चाहिँ मजाले खानु, त्यही हो। ल गाइस, खाना त खाइयो चिया, तर मिठो लागेन। अब केही छैन, अब हाम्रो चिया खानु सक्यो होइन। ल अब त्यही भएर अब यहाँ चिया खान सके भएर अब हामी चाहिँ पशुपतितिर लाग्छौँ। ल अब उतै भेटाउँला है त गाइस। ल गाइस, फाइनली स्कुटर चाहिँ पार्किङमा राखेँ होइन। म त यो पार्किङ उतातिर थियो, अहिले चाहिँ यता सारेको छ। ल सब पार्किङ यतै रहेछ, बबाल छ। फाइनली पशुपति पुग्यो गाइस। ल गाइस, करिब 2-3 वर्षपछि चाहिँ होइन यहाँ आरती हेर्न आइरहेको छु म। अब आज चाहिँ सोमबार, त्यही भएर मान्छेहरू चाहिँ कम नै छ जस्तो। यो सब आरती हेर्न आएकोहरूको बाइक जस्तो छ। ल कविर त कति वर्षपछि हेर्न आएको?
10 वर्ष 10 वर्ष ल यसले त रेकर्डै राख्यो यसले चाहिँ मेरो रेकर्ड तोड्यो मै 2-3 वर्षपछि आइरहेको छु ल गाइस फेरि हेर्नुहोस् यहाँ डेन्जर भिड देखिसक्यो है जति पनि अगाडि हामीले यो हिँडिरहेको देखिरहेको छौँ नि यो सब अब आरती हेर्न जानलाई नै गइरहेको हो होइन त्यसमध्ये अब हामी 2 जना पनि पर्छौँ कति वर्षौँ बाद आएको नौलो ठाउँ फिल भइरहेछ ल गाइस झनै पशुपतिको मेन एरियातिर पुग्यौँ है हामी यहाँसम्म त केही सुनि त रहेको छैन भजनहरू एकछिनमा भजन त सुरु भइसक्यो जस्तो है अलि अगाडि गएपछि थाहा हुन्छ मेन एरियातिर अब त्यही हो यहाँ ढोका देखिरहेको ठाउँ त्यही हो मेन एरियाहरू र सब ह्याप्पी न्यू इयर यहाँ पशुपतिमा आएर ह्याप्पी न्यू इयर भनिरहेको छ यार कमसेकम जे सम्भव त भन्नुपर्ने हो नि के भन्ने है आजकल पशुपति आएर जे सम्भव भन्नुको छ त ह्याप्पी न्यू इयर गरिरहेको छ के भन्ने हो यो न्यू इयर इभमा घुम्नुको मजा त्यही हो होइन त ह्याप्पी न्यू इयर गरेर ग्याङ चाहिँ यिनीहरू नै हो त्यहाँ डेन्जर मान्छेहरू छ यहाँ उयो हेर्नुको लागि बसिरहेको ल आरती हेर्नलाई बसिरहेको ए सुरु भइसकेको रहेछ ल आरती सुरु भइसकेको रहेछ यहाँ भजन सुरु नै भइसकेको रहेछ हामीले चाहिँ कहाँ बसेर हेर्ने त्यो हो पुरा यहाँ पुरा भजन सुरु भइरहेछ है अगाडिलाई झन् सोमबार यो वर्षकै लास्ट सोमबार गाइस तर आरती त सुरु भएको छैन भजन मात्रै भइरहेको रहेछ जय पशुपतिनाथ ल यहाँबाट ठ्याक्कै देख्यो आरती त मैले हेरिसकेँ पहिलाको पाल मजाले हेरेर गएको हो यहाँ आज चाहिँ म मेन चाहिँ आरती भन्दा नि यहाँको भाइब फिल गर्न हो क्या यो आरती हुँदाखेरि यहाँको भाइब यस्तो बवाल हुन्छ कि होइन अब त्यो चाहिँ अब फिल मात्र गर्न सकिन्छ त्यो भन्न सकिँदैन त्यही हो जस यहाँ अर्कै पावरै आएको जस्तो फिल हुन्छ कि यहाँ त्यो चाहिँ भ्यालेन्टाइन होइन नि त अहिले न्यु इयरमा कहाँबाट हुन्छ त्यो पनि हुन्छ त्यही बेला लिन आउला ल यो बत्तीको भाइब पनि अर्कै रमाइलो छ यहाँ चाहिँ हामी मृगस्थली वनतिर गइरहेछौँ यो सब मृगस्थली वन हो ठाउँ त पुरा प्याक क्या ल यहाँ पशुपतिनाथ यहाँ मान्छेहरूको लाइन हेरौँ ल हेर्ने ठाउँ नै छैन क्या गाई यता बसेर हेर्न नसकेको अवस्था अब हामी तल जान्छौँ अब पहिलाको पाला चाहिँ यता ठ्याक्क पशुपति मन्दिरै देख्ने गरी हेरेको थियौँ अब चाहिँ ठ्याक्क मन्दिरमै गएर हेर्न जान्छौँ हामी त्यही भएर मन्दिर चाहिँ हाम्रो पछाडि हुन्छ आरती गर्नेहरू चाहिँ हाम्रो अगाडि हुन्छ पहिले चाहिँ आरती गर्नेहरू अगाडि थियो हामी पछाडि थियौँ अब चाहिँ ठ्याक्क त्यो डिरेक्सन चाहिँ चेन्ज गर्न लाग्छौँ हामी के हुन्छ हेरौँ यता तल गएर थाहा हुन्छ यो लास्ट सोमबार भएर हो कि होइन मान्छेहरू त यस्तो खतरा खचाखच के होइन यहाँ ठाउँ नै पाइरहेको छ कि हाम्रो जहाँ हेऱ्यो भने बबाल मान्छेहरू यहाँ कहाँबाट वाइफाई कनेक्ट भयो यार मेरो जहाँबाट हेऱ्यो भने यस्तो खचाखच मान्छे कि होइन ल हेर्ने त चान्सै छैन जस्तो क्या पठाएर छौँ पहिला यहाँबाट चाहिँ सिधै फेरि पशुपतिनाथ गाडी पशुपतिनाथ सुनको सानो चाहिँ यही हो है चाँदीको ढोका चाहिँ यहाँबाट अलिकति देखेन गाइस भिडको आज पुरै नगरौँ पुरै बाबा मेला लाग्यो जस्तो मान्छेहरू छ यार आज हामीलाई जान सक्ने हो कि होइन यता ठ्याक्क हर्याङमा बस्नु जाने टार्गेट हाम्रो पुग्छ पुग्दैन है गाइजहरू यताबाट चाहिँ जान दिएन मलामीहरू मात्र जाने रहेछ हामी त जानु पाएन होइन त गयो अब यहीँबाट हेर्छौँ हामी ल अब यहाँबाट यही ठाउँमा हुने हो होइन पालि चाहिँ अलिक नराम्रै आउने भयो नराम्रो हुने हो गाइस फाइनल्ली आरती पनि हेरियो यो वर्षकै लास्ट आरती त्यो पनि सोमबारै हेरियो 2082 सालको लास्ट आरती होइन गाइस जस रमाइलो फिल भयो
यो एउटा चाहिँ हेर्ने कहाँबाट जोस आएर यहाँ हनुमानजी देखेँ है मैले यहाँ पुष्पतिमा बस्यो भने त्यो प्रसिद्धि प्रसादमा पनि हुन्छ नि ल हनुमानजी ठ्याक्कै देखेँ है ल गाइस आरती हेऱ्यो अब त्यही हो आजको भ्लग चाहिँ यति नै हुन्छ गाइस होइन तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नु नबिर्सनु अब त्यही हो अब यो भ्लग अपलोड गर्दासम्म चाहिँ न्यू इयर भइसकेको हुन्छ गाइस त्यही भयो भने ढिलै भयो भने अब यहाँ चाँडै भयो भने ह्याप्पी न्यू इयर है त गाइस र जे होस् यो भिडियो आउँदासम्म चाहिँ न्यू इयर भइसकेको हुन्छ 2083 साल भइसकेको हुन्छ त्यही भएर एकमुष्टमा ह्याप्पी न्यू इयर होइन अब आज चाहिँ न्यू इयर इभ हो न्यू इयर इभ चाहिँ हामीले चाहिँ यसरी मनायौँ पुष्पतिमा आरती हेरेर ल गाइस त्यही हो हर हर महादेव जय शम्भो जय पशुपतिनाथ गाइस बाई गाइस अर्को ब्लगमा भेटौँला है त